राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपस्थित आगमन भइसक्नु भएको छ र देख्न सक्नुहुन्छ दर्शकबिन एकदमै देख्न सक्नुहुन्छ जोरदार आगमन भएको छ। दर्शकबिन देख्न सक्नुहुन्छ यति बेला स्वागत गर्ने क्रम जारी रहेको छ दर्शकबिन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यति बेला दिल्ली पुगिसक्नु भएको छ दर्शकबिन। दर्शकबिन यति बेला दिल्ली स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत डाक्टर सुरेन्द्र थापा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख हुनुहुन्छ विजय चौठावालाले उहाँलाई यो दिल्लीको अन्तर्राष्ट्रिय यो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ दर्शकबिन। भर्खरै मात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दिल्ली अवतरण गर्नुभयो, दिल्ली पुगिसक्नु भएको छ र आजदेखि 5 दिने भारत भ्रमणमा उहाँ दिल्लीमा रहनुहुनेछ दर्शकबिन। यहाँबाट सिधै होटल जाने कार्यक्रम, त्यस पश्चात आज नै कैयौं औपचारिक भेटवार्ता पनि हुने जनाइदिएको छ दर्शकबिन। यो भर्खरै होटल जाने तयारी रहेको छ र यो गाडीमा उहाँ चाहिँ हुनुहुन्छ। दर्शकबिन यो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट भर्खरै मात्र अवतरण गरिसकेपछि उहाँ यस अन्तर्राष्ट्रिय विमानस्थलबाट